हेलो गुड मर्निङ सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला। कति दिनको बादमा फेरि भिडियो लिएर आएको छु। यो गुम्पाको होमस्टे हो, उता देख्दै गरेको। अनि यो देख्ने चाहिँ पुरानो घर हो, गुम्पाको सक भन्छ। पहिला छम्माहरू बस्ने घर हो। अनि यो चाहिँ दुब पोल्ने हो, साङ पोल्ने। अनि यो चाहिँ छिमी बाल्ने घर हो गुम्पामा। अनि यहाँ चाहिँ लामा पर्ने हो, यब्रिङ भन्छ यसलाई। यस्तो छ। अनि यो चाहिँ हाम्रो मेन गुम्पा हो। यो यस्तो छ, यस्तो छ। गुम्पा आयो भने त ढोक्नै पर्छ। ढोकिराख्यो आफैको लागि राम्रो हुन्छ। भित्र चाहिँ म पस्दिनँ किनकि भित्र लगाएको छु। यस्तो छ। तल चाहिँ अन्नाहरूको मनिलागाङ हो। तल चाहिँ तल पनि दामी छ। यहाँ चाहिँ खानापिनाहरू बनाउने हो, छिताप भन्छ यसलाई, खानापिना बनाउने हो। यहाँ चाहिँ दाउरा राख्ने हो। यस्तो छ, यस्तो छ हो हाम्रो गुम्पा चाहिँ यस्तो छ। अब डुप्ची गाउनु आँटे छ। यस्तो छ। अम्माने पेमी उठ्यो, 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 अम्माने पेमी उठ्यो। यस्तो छ। यो ग्राउन्ड मात्रै लगाउँछु किनकि मेरोमा टाइम छैन अहिले। अलिकति यो चिकन हो। अम्माने पेमी उठ्यो। यस्तो छ, दामी छ। यस्तो छ। तपाईँले यो गुम्पा आउनु भएको छैन भने चाहिँ आएर एकपल्ट भिजिट गर्नुहोस्। मन नै पिसफुल, शान्ति हुन्छ। कति हाम्रो मनमा टेन्सनहरू हुने चाहिँ यहाँ पुग्यो भने चाहिँ पिसफुल, मन नै शान्ति, एकदम टेन्सन भएको पनि सबै दूर भागेर जान्छ। यस्तो चाहिँ धुप्पीको बोटहरू होइन। यस्तो छ। झन् आज आकाश त एकदम के भन्नु दामी भइरहेछ। यहाँ चाहिँ होस्टेल हो स्टुडेन्टहरूको। यस्तो दामी छ फुलहरू। फुलहरू रोपेर। यहाँ चाहिँ गुम्पाको स्कुल हो। यस्तो छ। यस्तो दामी छ, पिसफुल, शान्ति। न बस्दा बस्न लायकको, न पढ्दा पढ्न लायकको जग्गा चाहिँ। झन् यहाँ त धुप्पी समरको टाइममा यस्तो धुप्पी चाहिँ सिट विन्टरमा पनि यस्तो छ।